Hi everyone, how are you? I'm good. I make this video for memories and यता एकदम चिसो मौसम छ अनि मलाई कस्तो फ्रेस पनि भएको छ सो मैले भिडियो बनाएर आएको छु ऊ चाहिँ मेरो बहिनी हो अनि ऊ चाहिँ भाइ हो तर कपाल बेच्ने जस्तो भएछ हामीले चौतारी खाँदै हिँड्दा छौँ कति धेरै चौतारी छ भाइ चौतारी झर्ने बेला भएन र म चौतारी टिपेर खुवा न भाइ यो चौतारी हो हामीले पहिला यस्तो खान्थ्यौँ घर सम्झने अहिले त नखाएको पनि धेरै भयो जबदेखि घर छोड्यो त्यसपछि औसेली औसेली चौतारी काफल काफल त हामीले किनेर औसेली अन्त ए औसेली त अञ्जनाले भन्थ्यो के अञ्जनाले औसेली भन्थे अनि त्यही भएर मैले पनि औसेली भन्छु औसेली भन्छु कस्तो मिठो छ बुटलमा बसेर गर्मी खाँदै पैसा पैसा नस्कान गरेको तिरले गाउँमा आउने चौतारी खाने काफल खाने तेजु खाने फ्रीमा पाउँछ त वहाँ बसेर पिज्जा बर्गर 1000-1200 हालिहाली खाने तिमीहरूले गाउँमा आएर खान सक्दिनौ अझ भन्छन् सुकुम्बासी हो यु आर नट सुकुम्बासी सुकुम्बासी त हामी हो म हो मेन आफ्नो नाममा मेरो नाममा एउटा सिम बाइक केही छैन तर मलाई यता कस्तो राम्रो भइरह हो हामीलाई चाहियो त सरकारले जग्गा दिन पर्यो अमृता मैले यो भिडियो फर्स्ट टाइम बनाइरहेछु अनि मलाई कस्तो शर्मा लागेछ न अनि नर्भस कस्तो भएछ तिमीलाई चाहिँ के भएछ मेरो भ्लगमा केही शब्द भन न यो फुल छ नि मैले सोनिहारको बिहारबाट टिपेर ल्याएको अमृताले भयो नलाने अमृता यो यो छ नि यो त पहिला ठुलै थिएन र यहाँ ठुलै थियो नि पहिला मेरो क्यामेरा एङ्गल पनि त्यस्तै भइरह अनि मलाई क्यामेरा सोल्नु पनि आउनु अनि हातले बनिरहेको छु है वाउ अर्ग्यानिक धाराको पानी बुटोल बसेर मिनरल वाटर बुटोल काठमाडौँ बसेर मिनरल वाटर खानेलाई के थाहा गाउँको अर्ग्यानिक पानी खानुको महत्त्व होइन माथि माथि बाख्राहरू चरिरहेछ मान्छेले घाँस सास काटिरहेछन् कस्तो रमाइलो छ कि बजारमा ट्याट्या टुटु गरिरह गाडी अनि त्यति नजिकको मान्छे नजिकलाई चिन्दैन कस्तो इमोसनै हुन्न है बजारमा यतातिर त यहाँको मान्छेले सात गाउँको मान्छे चिन्छ के कस्तो राम्रो यो मेरो क्यामेरा राम्रो छैन त्यही भएर मैले फेरि यो टिकटकको क्यामेराबाट बनाएको छु अलिअलि फिल्टर लासिनँ फेरि मैले टिकटकको क्यामेराबाट यो फिल्टर होइन यो विदाउट फिल्टर हो तर अलिअलि राम्रो आउँछ सो भाइ हेरेर हाँसिरहेको मलाई सानीमा अलिअलि प्रगति गर्नु कन्फिडेन्ट भएर भिडियो बनाउनु भन्नु छैन ऊ फेरि कपाल बेच्ने मान्छे जस्तो भएर हिँड्यो भाइ सुन न भैया मेरे पास कपाल है आप क्या दोगे मेरे को हाँ मलाई खुवाइदिने मलाई उछि पो मिठो वा चिनी हाले जस्तो गाइस ऊ तलको गाउँ छ नि मैले अनि यो हाम्रो दिदीको छोराछोरीहरू साना थिए दिनाजु विदेश हुनुहुन्थ्यो अनि म यहाँ बसेर अलिअलि दिदीलाई हेल्प गर्ने अनि पढेको थिएँ ऊ तल हो त्यो स्कुल अनि कस्तो याद आउँछ क्या त्यो आफ्नो चाइल्डहुड अनि त्यो मेमोरिजहरू साथीहरू त्यो स्कुलमा गरेको कस्तो एक्टिभिटी कस्तो याद आउँछ अनि त्यो स्कुलमा जान पनि मन लाग्छ तर त्यो स्कुलमा अहिले मेरो त स्कुल विद्यार्थी छन् कि छैनन् पुरै स्कुलभरि अहिले त यो बसिसरेको कारण के सबै प्रायः जस्तो बजार जाने खोइ अलिअलि त्यो
पन्नालाई 40-50 जना किन्ने त्यो पन्नालाई बजार जानु त्यही त तर यो अहिले एकदम सुनसान भएछ के पहिला त कस्तो सबै गाउँमा मान्छे थियो अहिले एउटा घरमा कसैको त मान्छे नै छैन कसैको भयो भने त्यो बुढा कि त बुवा मात्र कि त आमा मात्र कि त बाबाआमा मात्र त्यो अलिअलि युथ हुन्छ नि उहाँहरू हुनुहुन्न के अब अलिकति केटा मान्छे चाहिँ विदेशतिर हुनुहुन्छ अनि केटी मान्छे बुहारी छोरीहरू बजारतिरै कसैले चाहिँ छोराछोरी पढाउनुको नाममा अब कोही पढ्न तर यो गाउँको अवस्था नाजुक छ पहिलाको जस्तो छैन त्यो रङ्ग पहिला कस्तो हुन्थ्यो मेरो क्यामेरा राम्रो नभएर मेरो क्यामेरा राम्रो आइफोन हुन्थ्यो भने ऊ माथि मैले मन्दिर देखाउँथेँ ऊ त्यो डाँडामा मन्दिर छ अनि त्यहाँ म गएको छु अमृत नि यिनीहरू गएको एकचोटि हामी स्कुलबाट गयो तिमी नि हो मसित गइछु कि ब्याक क्यामेरा गराउन मिलेको छैन बिकज टिकटकबाट बनाएको छु नि त मैले सो थोरै पनि हिँड्न सक्दिनँ कि हिँड्न त सक्छु कि तर अलिकति आदत बानी पर्छ नि त अलि 2-4 दिन यताउति गऱ्यो भने त फेरि सबै काम गर्न सक्छु मैले ऊ त्यो पारी अरू त ढुङ्गा काटेको ठाउँ छ नि त्यहाँ एकचोटि हामी स्कुलबाट आउनु बेला एउटा त्यहाँ गुफा छ याद छ तिमीलाई हो त्यो गुफामा यो भाइ सानो थियो ऊ त्यहाँ गुफामा तिमी त हिँड्न सक्थ्यौ यो भाइ सानो थियो त्यसपछि मैले बोकेर लैगेँ मेला यसको त मैले यसलाई त मैले यति गोरी छु नि यसले बिहा गर्ने बेलामा ऊ त्यो राई खन्ने हो कि त्यो राई खन्ने भित्र तर त्यहाँ कत्रो गुफा छ अँधेरो छ भित्र मैले तँलाई बोकेर लैकिन् अहिले तैँले मलाई बोक्दिनस् यी भाइ र कस्तो थियो हिँड्न नसकेर मैले बोकेर दिउँ त्यो बिचरा हुन त सानै थियो हिँड्न नसकेर होला अझै अमृताले भाइको मेरो त्यो झोला आफ्नो बोक्ने बिचरा अमृता नि सानी अप्ठ्यारो बाटो भाइलाई मैले बोक्न पर्ने अनि त्यही माथि भाइ रुनी सानै थियो कति गाह्रो थियो भाइ बिचरा नभन्न अब बच्चा त्यही पानी जहाँ पनि गरिहाल्छ अहिले त म भन्दा नि ऊ तलको हो कि स्कुल त्यो रातो छ नि रातो टिन लगाएको त्यो राम्रो स्कुल अहिले त जम्मा 6 जना छ अरे स्टुडेन्टहरू 40-45 जना त थियो अहिले यति बोलिसकेपछि मलाई कस्तो अलि बोल्न कन्फिडेन्ट भयो जस्तो भएछ मैले चाहिँ भाइरल हुन पैसा कमाउन त्यसको लागि भन्दा पनि जस्ट मेमोरिजको लागि पछि गएर यो भिडियो हेर्दा कस्तो राम्रो याद मिठो सम्झना हुन्छ नि त त्यही भएर भिडियो बनाएको हो कस्तो सास बोलिरहेको कि मेरो अहिले चाहिँ यति रोक्छु अहिले पर बसी बनाउँछ है हामी चाहिँ आइसक्यौँ दिदीको गोठसिम यहाँ भैँसी ब्याएको छ अहिले पर जान ओइ ए यो टाढा हो कि पाडी हो ए यस्तो हो कि रियल लाइफ गाउँको हेभन भनेको यसरी यो भैँसीको दुध खाने गाउँको बच्चाले के गर्छ थाहा छ बजारको बच्चाले के भन्छ थाहा छ दुध कहाँ पाइन्छ डेरीमा होइन बच्चा दुध गोठमा पाउँछ अनि दिदीको घर पुगेपछि बनाउँछु ल यति अगाडि हो फाइनल्ली हामी दिदीको घर आइसक्यौँ अब दिदी कहाँ छ स्विट होम ए दिदीलाई भैँसी खाने छ दिदी कसरी आउनु भैँसीले ए नमस्ते मैले भिडियो बनाइछु पछि हेर्न हुन्छ भनेर कस्तो राम्रो यो हो गाउँको घर परिवार सकुन शान्ति भनेको यस्तो शीतल छ यहाँ कति होला तापक्रम तर यहाँ त बुटुलको देखेर छ सो मेरो भ्लग भनौँ कि के भनौँ मेरो भिडियो है यही सक्यो बाई भोलि बनाउँछु